like sugar on my tongue, tongue, tongue. मसँग यो भाइको जति लामो कपाल त छैन, तर मसँग अर्को कुरा के लामो छ भन्दाखेरि यो पाइथनमा मसँग भएको मार्क्सको लिस्ट। अब मलाई यो मार्क्सको लिस्ट लामो लाग्यो, यसलाई छोटो बनाएर देखाउनु पर्यो। देखाउनको लागि त प्रिन्ट हानिदिइहालौँ। अब प्रिन्ट त हान्ने, तर छोटो बनाएर हान्नको लागि हामीले पाइथनमा लिस्टलाई स्लाइसिङ भन्ने मेथडले सानो बनाउँछन्। त्यसको लागि पहिला लिस्टको नेम लेख्न पर्यो अनि स्क्वायर ब्र्याकेट्सभित्र सुरु हुने इन्डेक्स लेख्न पर्यो। सुरु हुने इन्डेक्स 0 त भइहाल्यो। अब फर्स्टको 3टा प्रिन्ट गर्न मलाई मन छ भने 0, 1, 2। अब एन्डिङ त 2 मा गर्न पर्ने हो, तर यहाँ झोल छ। पाइथनमा लिस्टमा स्लाइस गर्दाखेरि एन्डिङको इन्डेक्स चाहिँ एक्सक्लुसिभ हुन्छ। त्यही भएर हामीले यसलाई त एक्सक्लुसिभ बनाउन छैन, यसलाई पो एक्सक्लुसिभ बनाउन पर्ने हो। त्यही भएर हामीले यहाँ 3 लेख्छौँ। अब 3 पछि स्टेप भ्यालु भन्ने हुन्छ, कतिले उफ्रिने 1 1 1 1 ले उफ्रिन पर्यो किनकि सिरियली प्रिन्ट गर्ने हो। 2 ले उफ्रेको भए यहाँबाट सिधा यहाँ जान्थ्यो। अब यति गरेपछि प्रिन्ट त हानिहालौँ न। प्रिन्ट गरेपछि के आयो, तिमीहरूको थर्ड टर्म, अर्को टर्मको मार्क्स। अब पढेन भने यही मार्क्स आउला। अब जाऊ पढेर बस।